टचदिलिक सम्पूर्णमा एकजना आङ्गबानी साथीले एउटा मात्र मेरुवा भएको व्यक्तिबाट के गर्न मिल्छ र मिल्दैन बताइदिनुहोस् न भन्नुभएको रहेछ। यो मेरुवामा चाहिँ खासै ठ्याक्कै यस्तो गर्नु मिल्छ, यस्तो गर्नु नहुने त्यस्तो केही खासै हुँदैन। तर विशेष केही कुराहरूमा ध्यान दियो भने हाम्रो यो जुनी र त्यसै गरी अर्को जुनीमा पनि हामीलाई राम्रो हुन्छ भन्ने कुराहरू चाहिँ भएको हुनाले त्यो सम्बन्धी म यो कुरा राख्नु गइरहेको छु। र यो कुरा गर्दाखेरि विशेष गरी मेवा चिकर भनेको कस्तो हो भन्ने विषयमा पनि थोरै संक्षिप्त रूपमा यहाँ जुन पुस्तकमा जे छ त्यसलाई म सरस्वती वाचन गर्न गइरहेको छु। चिकरलाई के मिति छेउन दोखाम येलहाई पुरु के पतङ छेदी गोङ्गै छिमी पुइनला चाहिँ यो मेवा चिकरमा जति पनि जन्मिनु भएको छ तिनीहरू सबै चाहिँ पूर्व जन्ममा चाहिँ अनि कामदेव देवताको देवपुत्रमा चाहिँ जन्मेको भनिएको छ। छेदी गोङ्गै छिमी पुइनला टोक्याङ गोङ्गो छ्याकपाती त्यही तासु ठुदङ चाङला त्वे लुताङ चोपा सोल्ताल टोथुङ सेम्बाजाङ तामचिक टाङला लोन्युर भनिएको छ। भनेको यो जुनीमा चाहिँ यो जुनी चाहिँ एउटा एक प्रकारको बुत बाटा चाहिँ दिएको पुत्र हो भनेको चाहिँ उनीहरूले पुत्र हो। अनि त्यो भएको हुनाले उनीहरूको साथीहरू नि प्रायः त्यस्तो हुन्छ है, त्यस्तै हुन्छ भनिएको छ। अनि त्यसको चिन्हमा चाहिँ के छ भन्दाखेरि अहिले सफा सुग्घर गर्नु मन पराउने अनि त्यसै गरी अलिकति चालचलन व्यवहारहरू पनि चाहिँ अलि बिस्तारी होइन गर्नु मन पराउने अनि छिटो रिस उठ्ने स्वभावको, तर पनि मन चाहिँ सेतो, मन चाहिँ सफा शुद्ध अनि कुराहरू पनि एकदमै सत्य अनि अलिकति छिटो बुझ्ने खालको। अनि चेन्द्र काङसम्म फुनि लोगो बताङ खेमरा गासिङ काङमा योक्स फोगे मिल्दो चेगो योङ्स। आफूलाई सम्पत्तिहरू पनि ठिकैको हुन्छ है, त्यस्तो धेरै पनि हुने अनि सम्पत्ति नहुने त्यस्तो पनि होइन, ठिकैको हुन्छ भनिएको छ। अनि यदि केटा मान्छे हो भने चाहिँ अलिकति अब बाहिरतिर चाहिँ बढी मन डुल्याउने, त्यसै गरी यता बाहिरतिर बढी घुम्नु मन पराउने अनि खुट्टाहरू चाहिँ छिटो पाइलो सार्नु मन पराउने होइन, छिटो चाहिँ हिँड्ने खालको त्यस्तो हुन्छ। र त्यसै गरी अनि अब आफ्नो यो जुनीमा चाहिँ यताउता बसाइसराई गरिरहनु पर्ने भनिएको, अब अहिले भएको स्थानमा नभइकन अर्को स्थानमा चाहिँ बस्नुपर्ने खालको हुन्छ भनेर भनिएको छ। मुनि सेवा छेसिङ खिमदाङ गिपो मङ्दो डाँला खिमदुर फेल्नु छि। अनि अब केटी मान्छे चाहिँ अलिकति फेरि लोभ भएको होइन, लोभ लालच अलिक बढी हुनेछ र त्यसै गरी अलिकति आफ्नो घरहरू सरसम्पत्ति बढी मन पराउने अनि आफ्नो सम्पत्तिहरू पनि अनि अब स्थिर नभएर कहिले चाहिँ धेरै हुने कहिले सम्पत्ति हुँदै नहुने त्यस्तो खालकोहरू चाहिँ हुन्छ। अनि आफू पनि चाहिँ परिवर्तन भइरहने रङ्गित गिर्दो रप्तो छेसिङ तावातो सम्पन्नम डुब्का छेतुला न्याङ्गिन सेम भनिएको छ। आफू पनि चाहिँ चेन्ज भइरहने होइन, आफू पनि यसरी चाहिँ अब छिनछिनमा चेन्ज भइरहने खालको। अनि त्यसपछि आफ्नो एउटा सिद्धान्तहरू पनि चाहिँ अलिकति ठुलो खालको हुन्छ भनिएको छ। अनि त्यो भएको हुनाले अलिकति आफूले सोचे जस्तो चाहिँ हुनु सक्दैन, त्यस्तो चाहिँ अलिकति गाह्रो छ भनिएको छ। छेतुलाई न्याङ्गिन सेमदुङमा छेमेदा किबा जुङ। अनि अब यो चाहिँ दुवै महिला पुरुष दुवैको लागि होला है। सानो हुँदाखेरि अलिकति अब सानो उमेरमा चाहिँ अलिकति पीडाहरू हुने अनि दुःखहरू हुन्छ, त्यस्तो चाहिँ अलिक बढी हुन्छ भनिएको छ। तर पनि अनि अलिकति पछि गएर चाहिँ अलिकति बुढेसकाल अथवा आदि वयस्य माथि हुँदै गएपछि चाहिँ अनि अलिक ठुलो हुँदै गइसकेपछि चाहिँ अलि सुख हुन्छ, सुख शान्ति हुन्छ भनिएको छ। खुन्डिप्ताङ थप्जेला माझेम न दोन्दो गेल्पो न थेउन नचिङ लताङ सुङमा ठोबे पुधा केकावा हम सोकासिङ स्याव थेङ्गो योङ भनिएको छ। भनेको चाहिँ यस्तो मेवा चिकर भएको मान्छेहरूले अरूसँग लडाइँ झैझगडा गर्नु भएन। त्यसै गरी हामीले चुलो भान्साहरूमा खानाहरू पकाउँदाखेरि पनि अब खानाहरू पोखेर चाहिँ त्यो आगोभित्र चाहिँ पर्ने जस्तो होइन। अनि त्यसै गरी हामीले विभिन्न प्रकारको नराम्रो दुर्गन्ध युक्त कुराहरू चाहिँ आगोमा पोल्ने, त्यो नभए पनि खानाहरू पकाउँदाखेरि यदि उम्लेर पोख्ने
पोखेर जाने त्यस्तो खालकोहरूमा चाहिँ एकदमै विशेष ध्यान दिनुपर्छ भनिएको छ। यदि लडाइँ झैँझगडा र त्यस्तो कुराहरूमा चाहिँ विशेष ध्यान दिएन भने चाहिँ अनि अब विभिन्न प्रकारको देव भूत प्रेतहरूले चाहिँ दुःख दिन्छ भनिएको छ है। दुःख दिने अनि त्यसपछि आफ्नो एउटा भगवान, आफ्नो देवताहरू र त्यसै गरी आफूलाई रक्षा गर्ने सुङमाहरू पनि चाहिँ रिसाएपछि अनि आफ्नो त्यो बालबच्चाहरू चाहिँ नहुने, एकदमै पाउनु गाह्रो। यदि पाइहाले पनि उनीहरूलाई चाहिँ पालन पोषण गर्नु गाह्रो र तिनीहरू पनि आपाङ्ग, लुलो लङ्गाडु त्यस्तो हुन्छ भनिएको छ। अनि अर्को केवचिमा दप्स्या धरलु सम नजिङ्गी पुरु केवरा गिरुस। अब अर्को जुनी चाहिँ एउटा चराचुरुङ्गी, त्यसै गरी बाख्राहरू र एक प्रकारको भूत त्यस्तोहरूमा चाहिँ जन्मिन्छ भनिएको छ। तिनीहरूको पुत्रमा चाहिँ जन्मिन्छ भनिएको छ। तेलसिम ग्याउर जुङसिङ तम्बिचुला त्याबल चेरेजी कुसिङ चिमा जुर्देन फुलुसिकम लम टम्से रिक्सिदु केवा हिन त्यही तासु लुमेकी पुमो तक्ला मेवाताङ सेछेन ज्यार्पायो भनिएको छ। अब त्यो भएको हुनाले मेवा चिकर भएको व्यक्तिहरूले यो जुनीमा आफूले राम्रोसँग चाहिँ पुण्य कर्ममा मन लगाउनु सक्यो र त्यसै गरी धर्म प्रति चाहिँ आस्था राखेर चेनेजिक आर्य अवलोकदेश्वरको चाहिँ मूर्ति स्थापना गर्न सक्यो भने चाहिँ अर्को जुनीमा चाहिँ एउटा राम्रो सुसम्पन्न परिवारको एउटा पुरुष भएर चाहिँ जन्मिने अथवा चाहिँ देवता र त्यसै गरी अलि उच्च स्थानको जातहरूमा चाहिँ जन्मिन्छ भनिएको छ। त्यसको चिन्हमा चाहिँ के छ भन्दाखेरि अहिले हाम्रो शरीरको तल्लो भागको घुँडामा चाहिँ अनि यसरी के भन्छ हाम्रो तिलहरू छ, कोठीहरू छ भनिएको छ। यो कोठी र अथवा मासुको त्यस्तो डल्लोहरू त्यस्तो छ भनिएको छ। हस् त, धन्यवाद।